Good morning everyone. So सबैजनालाई ह्यापी दीपावली। हिजो सुतिरहेको छ नि त, अन्त म चाहिँ उठिसकेँ हो। अन्त आज चाहिँ मेरो हस्बेन्डको पनि बर्थडे हो। अन्त अब हामी गुम्बाहरू जान्छौँ है। अन्त अब म चाहिँ उठ्छु। अन्त कस्तो बिहान हुँदा चाहिँ आँखाहरू सुनिरहेको हुन्छ। नानी भएकोदेखिको चाहिँ पनि के भएको मेरो हिरो सुतिरहेको छ क्या मजाले। Happy birthday. Thank you. म चाहिँ ब्रस गर्न गएको हो। चाहिँ पूजा गर्दैछ अघि उठेर। Guys, मेरो चाहिँ यो साइड चाहिँ दाँती छैन कि तर पनि ब्रसको भन्छ। दाँती छैन एउटा मात्रै रियाले सब निकालिसक्यो कि खाने यहाँबाट पनि सकिसक्यो सके। दाँत पनि सबै सकिसक्यो, कपाल पनि सबै झर्दैछ। 25 वर्ष पनि बुढी भयो। कपाल पनि यही झर्दै सक्यो, कता गएको यो कपाल। Morning tea, guys. यो चाहिँ मेरो बुढाको लागि खोइ कहाँ हुन्छ लीजिए टी लीजिए हाम्रो कत्रो भइरहेको नि त। के गाइस हामी चाहिँ मर्निङ टी चिया नखाइ त अब गुड मर्निङ नै हुँदैन। यसमा चाहिँ मुडा हाल्छ कि दामी हुन्छ। मेरो छोरा चाहिँ पटेका पर्सेर फर्केर तर्सेर उठ्यो है। गुड मर्निङ गाइस। गुड मर्निङ। पापाको बर्थडे ह्यापी बर्थडे पापा भन्नु न। आज चाहिँ सेभेनको ग्यास लक गरेर पानी चाहिँ खोज्नुपर्छ। पछि यो तपाईँले लगाउनु पनि हुन्छ है। हजुर यो पछि उता लगाउँदाखेरि तपाईँलाई भन्दा हुन्छ है। कहाँ लगाउनुहुन्छ यो? यो पछि उता हामी अब रुम सिफ्ट हुँदैछ कि। हजुर हुन्छ। अहिले त लगाउँदिनँ अब विन्टर सकेपछि। हुन्छ हुन्छ हजुर हुन्छ। उयो हामी अब सक्दैन नि त उसले खोल्छु भनेको थियो कि। यसै पनि आज चाहिँ के बुझ्छ न दुला चाहिँ यसै मान्छे काटा बाहिर पास खोल्नु पर्ला सर। यो इटा हाल्नुहोस्। आज चाहिँ एसी पनि निकाल्यो। यहाँ आजदेखिको नो एसी। अब प्याकिङ गरेर अर्को साल एकदम आयो चाहिँ एकैचोटि अर्को साल अप्रिल मेतिर अर्को रुममा। अब यो रुमको लागि यति नै रहेछ। चाहिँ मस्त सुत्दा राखेर गएको डिस्टर्ब भयो। म डिस्टर्ब भयो नि मेरो छोरालाई। डिस्टर्ब भयो बिचारालाई डिस्टर्ब भयो नि त। मस्त सुतिरहेको थियो। ठाङलाङ ठुङलुङ गरेर उठायो। ठाङलाङ ठुङलुङ गरेर उठायो।
भन्ने रिसाइ मेरो छोरा अब आची अन्त हेर खुट्टाहरू कहाँ निकालेको खेल्दै गर्नुहोस् ल मैले चाहिँ यसो निकाल्ने दाजुलाई चिया बनाएर खानु भएन अब मेरै भागमा पऱ्यो यस्तो मिठो चिया बनाइदियो खाँदैन हो कहिले चिया खाँदैन अरे आज चाहिँ डल्लै प्याकिङ हुँदैछ यहाँ मेरो बुढाले एकदमै यहाँनिर एसीहरू प्याक गरिसक्यो हो अनि यहाँनिर 12 बज्नु लागिसक्यो बिहान ब्रेकफास्ट पनि छैन आज त पुरा कामको काम छ हो त्यसको बर्थडे हो कि बर्थडेकै दिन सर्ने भन्छ हो हत्तु भयो म त के बनाउनु हौ आज बर्थडे भयो चाहिँ हत्तु छ बिजोक छ बिचरा प्याकिङ हुँदैछ हो छिमी बलिरहेको छ अब सर्ने बेला भयो हो बर्थडे भएको आज हत्तु छ यहाँ सब खाली गरेको मेरो डल्ले यहाँ सुतिरहेको छ अब के गर्नु यो सबै निकालिसक्यो हो एसीहरू पनि सबै निकालिसक्यो अन्त अब यहाँ पछाडि मेकअपको सामानहरू पनि छ अब यहाँनिर गाजङ गाजङ के हो वासिङ मेसिन पनि निकालिसक्यो है किचनको पनि सबै सामानहरू निकालिसक्यो आधा उधी छ हो यो अलिअलि हो अब सामान चाहिँ यहाँ छ जुत्ताहरू पनि हाल्नुपर्छ है सामान चाहिँ यहाँ छ अब आउँदाखेरि अलिकति सामान लिएर आएको जाँदा सानो भएन के हो अझै छ बिहानदेखिको लागेको हेर्नुहोस् गाइस अहिले 3 बजिसक्यो खुट्टा दुखेर छेपारी दुखेर भइसक्यो फ्रिज पनि त छ यही लानुपर्ने अझै यो रुममा डल्लै छ यतापट्टि रुममा डल्लै छ बुकहरू गेजङ के हो नि तिर हत्तु भइसक्यो कहिले प्याकिङ गरिसक्नु के हो कसम आजकल अलिकति काम गर्दा पनि थाक्छ पहिला जस्तो त पटक्कै हुँदैन रहेछ काम गर्नु पुरा डर लाग्छ काम गर्यो ढाड पो कट दुख्छ अनि ढाड दुखेको फिलाहरू कट गुडाको मुनि छेप्पारेर टन कसम चाहिँ हत्तु हुन्छ त केही नगरिकन यता उता हिँड्दै उभिनु त झन् पटक्कै सक्दैन एकछिन उभियो भने खतराकै हुन्छ कसम भनेको मैले ठगेर भनेको होइन कि यस्तो काम छैन तर पनि कति गर्दैछु थला परिसक्यो बस गुच्चुक दुखेको भन्नु कि ढाड दुखेको भन्नु कि खुट्टा दुखेको भन्नु कि खुट्टाको मुनि पैताला पो दुखेको भन्नु कि दुखेको को नानीको आमाहरू छ तपाईँहरूको पनि यस्तै हुन्छ कि भर्खर नानी हुनेहरूको कि नानी भइसकेपछि जिन्दगीभरि यस्तै हो कि के हो गाइस प्लिज भनिदिनुहोस् न गाइस के भएको थाकिहाल्छु कसम भने यति डरलाग्दो जिउ दुख्छ के दुखेको भने के दुखेको चाहिँ सामान सबै निकाल्यो पर्दाहरू पनि सबै निकाल्यो नानीलाई चाहिँ यतिकै लडाइदिइरहेको छ त्यहाँनिर चाहिँ उतातिको नानी आइरहेको छ भाइसँग खेल्नु के पो तिम्रो नाम त एन्जलले भाइलाई पुरा मन पराउँछ अन्त अब चाहिँ आज लास्ट हो भनेर आइरहेको छ खेल्नु एन्जल दिदीसँग खेलेको भोक लाग्यो होला हत्तु भयो मेरो हिरो चाहिँ आज चाहिँ हो रेडी भइसक्यो गाइस यहाँ एन्जल दिदीसँग गफ गर्दा थाक्यो अरे फेरि अब खाना खाने भन्दैछ आन्टी त जुत्ता लगाइदिएको थियो नि मान्छेको खुट्टा बर्थडे बोयको हालत चाहिँ यस्तो छ है सबै सामान लगिसक्यो गाइस हाम्रो रुमको हालत चाहिँ यस्तो छ गाइस यो चाहिँ हाम्रो रुम हो अब त हाम्रो भएन हो यो हामी बस्ने क्वार्टर चाहिँ यो हो अन्त अब चाहिँ यो चाहिँ नानीको न्वारानको अन्त
यहाँबाट इन्ट्रेन्स हो यस्तो थियो। अब यहाँनिर सबै च्यालेल्याले भएर चाहिँ अब यो सफा गर्नु चाहिँ भोलि आउनुहुन्छ मेरो हस्बेन्ड। यता अब जस्तो सफा दिएको अब त्यस्तै बनाइराख्नुपर्छ हो। अन्त यस्तो अब यो च्यालेल्याले डल्लै सामानहरू प्याक भइसकेको छ। अन्त किचनको हालत हेर्नुहोस् न नि माया पो लाग्यो। उयो डस्टबिनको मैला चाहिँ के गर्ने? लास्ट हो यहाँबाट भिडियो बनाउने दिन पनि अब यहाँ त आउनु पाउँदैन। सो आजलाई लास्ट मन कति भारी भइरहेछ के गर्नु। अब जानुपर्छ छोड्नुपर्छ है। दिवाली मनाइरहेको छ यहाँ त झिलिलिलिलिलिलि। यता चाहिँ कसले पनि मनाउँदैन रहेछ। अन्त बिहानदेखिको बर्थडे बोयको हत्तु छ। गुम्बा जाने भनेर प्लानिङ गरेको थियो, गुम्बाहरू पनि जानु पाएको छैन हो। खानाहरू पनि हामीले यतै अब खायो, बाहिर गएर खाने भनेको त्योहरू केही पाएन। हाम्रो आज चाहिँ सर्ने प्लानिङ थिएन हाम्रो चाहिँ खासमा चाहिँ होइन। अचानक भयो होइन, सरिहाल्नु म भनेर त्यहाँदेखिको स्पिड बिहानदेखिको अस्तिको दिनदेखिको प्याकिङहरू गरिरहेको थियो। अन्त पर रुमहरू पनि सफाहरू गर्नु गइरहेको थियो। अन्त गइहालौँ भने यहाँनिर फेरि दिवालीले गर्दाखेरि पटेकाहरू पड्काएर नानी सुत्नु पनि सकेन। अनि फेरि मलाई चाहिँ सोचे जानै पर्नु पऱ्यो। अन्त सब प्याक भइसक्यो। देखिको प्याकिङ गर्दा पनि अहिले रातिको 6 साढे 6 हुँदैछ, सकेको छैन हो। अहिले डल्लोघर लानु छ हेर्नुहोस् न। अब राति हुँदै हिँड्नुपर्छ। म चाहिँ यस्तो पछाडि भन्छु। सबै गाली भयो। अब को आउँछ ल यो रुममा? हामी त गएको। बाई बाई। गरम के डरलाग्दो गरम भएको हिँड्छ नि। यति डरलाग्दो गरम हुन्छ, यति डरलाग्दो गरम हुन्छ बुझ्नै सक्दैन क्या हजुर। के भएको जाडो महिनामा यति साह्रो जाडो हुन्छ, यति साह्रो जाडो हुन्छ। ओके अब हामी चाहिँ निक्लेको। पर्दा निकालेन सबै यहाँको। ओके गाइस अब चाहिँ हामीहरू निक्लेको। बाई बाई क्वार्टर सबैलाई। हामी निक्लेको अब उडी उडी काम गर्नु सबैजना। डर सरी छ भिडियोहरू गर्नु। मैले गाली खाएँ नि गएको ल। भेट्दै गरौँ फेरि फेरि ल। फोन गर्नु ल। हुन्छ नानीलाई याद गर्नु राम्रोसँग ल। गएको ल हामी। हजुर गएको। अब बादमा भेटौँ। हुन्छ। मध्येको हालत मेरो फोन बिग्रेको यो साइडमा के आउँछ भिडियो गर्दा हत्तु भइसक्यो बिचारा मेरो बुढा। सामान टन्न भयो। बाई बाई। हामी चाहिँ अब यहाँभित्र पोसाइ चाहिँ खालि क्यान्टिनहरू आउँदा मात्रै हो। अब यो एरियामा भ्लगहरू सक्यो। अब गाइस अहिले चाहिँ यहाँ दिदीको घरमा आइपुगेँ। हत्तु भयो। मेरो हस्बेन्ड चाहिँ बिचारा बिहानदेखिको तपाईँले देखिसक्नुभयो होइन कस्तो हत्तु भइरहेछ। अहिले गाडीबाट अनलोड गर्दैछ सामान। अन्त माथि अब रुममा मिलाउनु टाइम लाग्छ। अन्त बेडहरू मात्रै मिलाउनु। नानीले चाहिँ यहाँ राखिरहेको छ। दिदीले चाबी छोडिरहनु भएको थियो नि त। दिदी चाहिँ सेवामा जानुभएको छ। नानी सुतिरहेको छ। अन्त त्यसले गर्दा बिस्तारै बोलेको। हत्तु भयो, यति साह्रो हत्तु भयो कि पनि किन थाकेको ढङ्गमा सुत्नु मन लागिरहेछ र सुतिरहेछ। मेरो बर्थडे बोयको हालत त म होइन अलिकति चिया मेरो बुढालाई माया गरी मैले चिया बनाइदिएको। यहाँ दिदीले चिया बनाइदिनु भनेर हेर सामान अनलोड गरिरहेको। आज त तपाईँ त खतरा खायो है। तर केही छैन। फौजी सामान लगेर केही पनि होइन। बर्थडेमा चाहिँ यस्तो भइरहेको छ हो। अब यहाँ मैले पिज्जा मगाइदिएको थिएँ। अब यो पिज्जा खानुपर्छ। यहाँ चाहिँ बढी आमा आइपुग्नु भएछ हो। नानी चाहिँ मक्कै चाहिँ बढी आमासँग बढी आमा हुन्छ चाहिँ मक्का हुन्छ। हाम्रो चाहिँ यहाँनिर रुमहरू चाहिँ ल्याले छ। म चाहिँ यहाँनिर
स्पिड खाना बनाउँछु गाइस कति अब यो हत्तु भइसकेको छ क्या आज चाहिँ भोलिमा त्यो यिनीहरूको सानाक सिनिक चाहिँ पिज्जा टन्न भयो तर पनि यहाँ खाना बनाउँछु स्पिड मेरो बुढा हत्तु भइरहेको छ नि त त्यसले गर्दाखेरि यहाँ फिङ्गर चिप्स फ्राई गरेँ हो यहाँ अब झोल बनाउँछु आलु फ्राई गर्दैछु आज चाहिँ यस्तो लाग्छ है गाइस यस्तो हुन्छ सरप्राइज हो चाहिँ मलाई टेबल हेरेको छैन के हौ रिएक्सन त म त केक काट्ने खालको रिएक्सन त मेरो बुढाको बिचारा थाकिरहेछ नि त आज डर लाग्दो थाकिरहेछ नि त मैले दिउँसै दिदीलाई किनिराख्दिनु भनेर भने तपाईँ किन दिदी मुन्टो त सड्किरहेको छ म त घोप्टिनु त भएको छैन केक कसले हेर्छ मुनि त हेरेको छैन म सिधा आउँदै हेर्दै यता नि त लु केक काट्न छिमी बनाइदिउँ बालिदिउँ भनेको त छैन दोङ्रे नै त्यही हेर न छिमी छ त दोङ्रे चाहिँ हालेन पनि लकर दोङ्रे नै छैन अन्त मैले के गर्नु लकरभित्रै थिएँ त बिहान छिमी बाले होइन अब त्यही ल बिचारा मेरो बुढा हत्तु ल दिदी एकछिन खै काट्यो अन्त आउनु पाएन मैले कति खोज्थेँ सोधेर खुच्चेलाई पनि राख्नु भएछ पापाको ह्याप्पी बर्थडे टु यु नम भनेको म पनि के तर होस् अब कतिमै होस् दिन त खुच्चेलाई काखमा राखेर खान्छ मैले क्या जिउ पखालिहाल्यो म अर्को लुगा लाउँछु नि यहाँ लाउन यही कुच्चेलाई चाहिँ राखेर काट्छ बिचारा खुट्टा पनि यस्तो भइरहेछ होइन यो दामी पनि लुगा त दियो नानी कमाउँछु बाई तर्सिन्छ नानी चकचकाउँदै गर्ने अलिक उता लानु नानी ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर बुढा भाइदिनु मलाई एकछिन खिचेकै तिनीहरू रहेछ अघि सानो खिलाइन्छु ल आफै खान्छु त्यहाँबाट क्रिम खान्छ ह्याप्पी बर्थडे थ्याङ्क यू दिदीले पनि खिलाइदिन्छ दिदीलाई त पहिल्यै म खिलाउनु पऱ्यो अब दिदीको हात होइन म खिलाउँछु पहिला खुच्चालाई एकछिन सुताउँछु एकछिन सुत्छ सोचेको थियो तपाईँले होइन उसलाई सोधेको सोचेको थियो मेरो दिमागले आज कामै गरेछ होइन सोचेको थियो कि थिएन नानीको केक म त अघि तिमीले त्यो पिज्जा मगाएको रहेछ केक को ल्याएछ कि उसले भने दिलो पिज्जा सरप्राइज गरिदिएको नि एकछिन आएँ ल खासमा हाम्रो अर्कै प्लानिङ थियो त के भयो रुम पो सर्नु पर्यो गाइस रुम सर्नुको कारणले गर्दाखेरि ह्याप्पी बर्थडे पनि यस्तो भयो अक्टोबरमा हुँदैन अर्को पालि आउँछ छुट्टी दिदीलाई यो खिलाउनु पऱ्यो अब अर्को वर्ष त टाढो हुन्छ मेरो पुरा तपाईँलाई खिलाउँछु पर्दैन म अहिले खाइहाल्छु कहाँ हो पहिलो चेरी मात्रै हुन्छ उसको दिदी अब चाहिँ खानासाना खान्छु अन्त रेस्ट गर्नुपर्छ पुरा थाक्यो आज चाहिँ बनाइसकेँ फ्रेस पनि भइसकेँ अब के अरे खाना खान्छु अनि रेस्ट गर्छु है तपाईँहरूलाई नेक्स्ट भिडियोमा भेट्छु फर वाचिङ बाई